मैले यस्तो विचार गरेँ कि डेली एउटा चाहिँ भिडियो बनाएर चाहिँ हाल्ने विचार गरेँ। मलाई भ्युज भन्दा पनि अब के कुराहरू बोल्ने होइन, अब आफूले के हुन्छ नि नयाँ नयाँ ठाउँमा घुम्दै गर्दाखेरिको एउटा आफ्नो मेमोरी पनि भयो होइन। र अर्को कुरा चाहिँ यस्तै भिडियोहरू बनाउँदा बोल्दा अलिकति कन्फिडेन्ट नै बढ्दै जाने रहेछ होइन। मान्छे हामीलाई क्यामेरादेखि डर लाग्छ, क्यामेरामा बोल्न नि डर लाग्छ, डर लाग्थ्यो मलाई नि होइन, बोल्न अझै पनि डर लाग्छ क्या। अब के हो कस्तो हो भने जस्तो हुन्छ होइन। बोल्दै गर्दा क्यामेरालाई फेस गर्दै गर्दा इजी फिल हुँदो रहेछ। यस्तो राम्रो फुलहरू फुलेको ठाउँमा यति दामी भ्युज छ होइन। अनि मेरो छोरा टुटु, हेलो हाउ आर यु फिलिङ? अनि मेरो छोरा म यहाँ घुम्न आएको छौँ। यहाँ घुम्न अरू पनि आउँछन् होइन। यता एकदमै ठुलो खालको एउटा पार्क हो, यसमा चाहिँ माछाहरू पनि छ। यताबाट हो। अनि मलाई अब यी यस्तै कुराहरू यसो गर्दै मलाई चाहिँ खासै एडिटिङ चाहिँ आउँदैन होइन। बिना एडिटको फोटोहरू म जस्तो भिडियोहरू खिच्छु नि त्यस्तै हाल्छु। अब बिस्तारै एडिटिङ सिकेर चाहिँ पछि एडिटिङ सिक्यो भने अझै एडिट गरेर राम्रो भिडियो हाल्ने कोसिस गर्छु। यसरी चाहिँ यहाँको बारेमा देखाउँछु। एकदमै राम्रो भ्युज छ, यसो घुम्नको लागि राम्रो ठाउँ, राम्रो पार्क। हामी त यहाँ मेन टाइम आइरह हो, धेरैचोटि आइसक्यो हो यहाँ। तैपनि मेरो छोरालाई यहाँ एकदमै मनपर्छ, त्यसैले चाहिँ मेरो छोरा र म चाहिँ यहाँ घुम्न आइरहेको छौँ गाइज। म अब यहाँ यसो यहाँको यसो इन्भाइरोमेन्ट देखाउँछु। चाहिँ यु क्यान लुक हियर इन फिस, माछा हेर्न सक्छौँ हामी यहाँ बिग माछाहरू छ पुटु। वाउ, हेर न हेर, बिग फिस गाइज। तपाईँहरूलाई पनि देखाउँछु है माछा। वाउ 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 वाउ। फेरि मान्छे आउन बित्तिकै बोल्न बित्तिकै के पो ल्यायो भनेर आइहाल्छ माछाहरू। वाउ वाउ, यस्तो रमणीय ठाउँ छ, एकदमै मजाको ठाउँ छ। पर चाहिँ बच्चाहरू खेल्ने ठाउँ हो गाइस। मेरो छोरालाई चाहिँ त्यहाँ गएर खेल्नलाई एकदमै एक्साइटेड भइरहेछन्। तिमी एक्साइटेड भइरहेछौ? हो र। या वाउ, ब्युटिफुल फ्लावर्स। एकदम अहिले हरियाली भएर यति दामी भइरहेछ गाइस। वाउ, यो के हो? सानो यसलाई त हामीले गोडेउला भन्थ्यौँ कि के भन्थ्यौँ गाउँमा। फिस पनि छ बाबा, ऊ त्यो फिस हेर न, सानो फिसहरू। हेर न ऊ त्यो फिस, सानो फिसहरू। मेरो छोरा के बाबा? यो मोन्स्टर हो। मलाई थाहा थिएन बाबा।